सानो झन् सानो हुँदै जान्छ किनभने जब प्रभु तपाईँको जीवनमा
हुन्छ। तपाईहरुले नसोचेको कामहरु त्यहाँनिर देखा पर्न थाल्छ। परमेश्वरको आश्चर्यको कर्महरु त्यहाँ देखा पर्न थाल्छ। लाजरस मरिसकेको थियो। लाजरस भित्र गाडिसकेको 4 दिन भइसकेको थियो। मेडिकल बिलिफले हस्पिटलको सोच विचार अनुसार ऊ कुहिसकेको हुनुपर्ने थियो। 4 दिन पछाडि येशू ख्रीष्ट मरेको लाजरसको चिहानमा देखा पर्नु। परमेश्वरले येशू परमेश्वर मानिसको रूपमा उहाँ संसारमा आउनु भएको थियो पिताको महिमालाई मानिसहरूको माझमा प्रकट गर्नको लागि। जब येशू ख्रीष्ट 4 दिनसम्म मरिसकेको चिहानमा भएको लाजरसको चिहानमा खडा हुन्छ, त्यहाँका धेरै मानिसहरू बुद्धिजीवी मानिसहरू त्यहाँनिर खिसी टिउरी गर्नको लागि उपस्थित भएका थिए। आश्चर्य कर्म हेर्नको लागि होइन प्रियजन, खिसी टिउरी गर्नको लागि उपस्थित भइराखेको थियो। यीशुले स्वर्गतिर हेरेर प्रार्थना गर्नुभयो, पिता यही समय तपाईले आफ्नो महिमा मेरो जीवनबाट मानिसहरूको माझमा प्रकट गर्नुहोस्। Thank you, Jesus. यही समय हो पिता तपाईले आफ्नो महिमा प्रकट गर्नुहोस्। Hallelujah. Thank you, Lord. जब यीशुले परमेश्वर पितालाई महिमा प्रकट गर्नुहोस् भनेर प्रार्थना गर्यो, परमेश्वरको महिमाको झाडी त्यहाँनिर बस्यो। 4 दिनसम्म मरिसकेको लाजरस कात्रो समय च्यानबाट पौडी उठ्यो। आज तपाईँ र मेरो जीवनमा थुप्रै चिजहरू कात्रो
जब परमेश्वर पिताले पुत्रको अगाडि मानिसहरूको माझमा आफ्नो महिमा प्रकट गर्नुभयो, आज प्रियजन चिहानको ढोका कहिले खुलेको छैन, तर जब परमेश्वरको महिमा त्यहाँ प्रकट भयो, चिहानको ढोका खुल्यो। चिहानको अस्तित्व हुँदैन, यहाँ मरिसकेको कुहिएको हड्डी लासदेखि अरू चिज केही पनि पाइँदैन। तर परमेश्वरको महिमा प्रकट हुने बित्तिकै लासबाट फेरि जीवन त्यहाँनिर सुरुवात भयो। मृत्यु परिणत भयो, मृत्यु विजयमा फेरि त्यो फर्केर आयो, मृत्यु जीवनमा परिणत भयो, मृत्युदेखि जीवनको ढोका उभियो। आज तपाईँ र मेरो असङ्ख्य ढोकाहरू बन्द भएको होला, विगतको वर्षहरू असङ्ख्य ढोकाहरू बन्द भएको होला। तपाईँ निराश भइराख्नु भएको होला, तपाईँ हताश भइराख्नु भएको होला, तपाईँ एकदम अन्यलमा परिराख्नु भएको होला। तर परमेश्वरले यो घडी भन्नुहोस्, प्रभु तपाईँको महिमा मेरो जीवनमा प्रकट गर्नुहोस्, तपाईँको महिमा मेरो जीवनमा प्रकट गर्नुहोस्। जब तपाईँ परमेश्वरको महिमा तपाईँले मेरो जीवनमा प्रकट हुँदछ, त्यहाँनिर असङ्ख्य बन्द भएका ढोकाहरू फेरि खोलिन सुरु हुँदछ। तपाईँले मैले नसोचेको ढोकाहरू, आशा मारेको ढोकाहरू, तपाईँले मैले सोच्दै नसोचेको कल्पनासम्म नगरेको ढोकाहरू हरेक चाहेर तपाईँले पूर्ण रूपमा त्यसलाई छोडिसक्नु भएको ढोकाहरू फेरि तपाईँ परमेश्वरको महिमाले खोलिदिने सक्नुहुन्छ। हालेलुया, ग्लोरी ग्लोरी ग्लोरी। प्रभुलाई भन्नुहोस् यो समय, प्रभु त्यो महिमा मलाई प्रकट गर्नुहोस्, जुन महिमाले असङ्ख्य ढोकाहरू फेरि पनि खोल्नेछ। हालेलुया जीसस, थ्याङ्क यू लर्ड। ग्लोरी ग्लोरी। त्यो महिमा तपाईँले चाख्न चाहनुहुन्छ, त्यो महिमा तपाईँ हेर्न चाहनुहुन्छ, त्यो महिमालाई महसुस गर्न चाहनुहुन्छ जीवनमा, त्यो महिमालाई छुन चाहनुहुन्छ, त्यो महिमाको स्पर्श लिन चाहनुहुन्छ। परमेश्वरले त्यो महिमा दिँदै हुनुहुन्छ। लिनुहोस् लिनुहोस्, स्वर्गतिर हात उठाउनु, सबैले स्वर्गतिर हात उठाउनु। त्यो महिमा तपाईँले लिनुहोस्, यो घडी लिनुहोस् लिनुहोस् लिनुहोस्, पवित्र आत्माको महिमा लिनुहोस् लिनुहोस्, अभिषेक लिनुहोस्। तपाईँ महान परमेश्वरलाई हामी हृदयबाट धन्यवाद पुर्याउँछौँ। तपाईँ जीवितहरूका जीवित प्रभु, राजाहरूका राजा परमेश्वर, मानिसको रूपमा आएर तपाईँ र म जस्तो पाप र धर्मीलाई उठाउनको लागि उहाँले आफ्नो मृत्युमा, परमेश्वर पिताले आफ्नो पुत्रको मृत्युमा आफ्नो महिमा प्रकट गर्नुभयो।
जनकका पापलाई उहाँले उठाउनको लागि आफ्नो महिमा प्रकट गर्नुभयो। यसो हामी यो चलाउनेछौँ र हाम्रो काउन्टडाउन आइसकेको छ। काउन्टडाउनमा चाहिँ सबैले जतिजनालाई तपाईँहरू यहाँ अगाडि हुनुहुन्छ हाम्रो लिडर्सहरूले आइदिनु म अनुरोध गर्छु। हामी सबैजना मिलेर यो केकलाई आज ह्याप्पी न्यू इयर हामीले अघि काउन्टडाउन सबैजनाले काट्दैछौँ।